म सरकारलाई भन्छु, खुट्टा नकमाउनुहोस्, दह्रो गरी उभिनुहोस्। एकदम सही कुरा, दह्रो गरी उभिनुहोस्, लरबराउने होइन। सक्नुहुन्छ तपाईँहरूले गर्नुहोस्, सक्नुहुन्न हामी आएपछि गर्छौँ। एकदम सही कुरा, सके तपाईँहरू गर्नुहोस्, नसके केपी बाद जिन्दाबाद। विकास नभएको होइन, हुन पर्ने जति नभएको भन्नुहोस्, केही पनि नभएको होइन। 100% सही हो, केही पनि नभएको होइन, नभए जस्तो बनाइएको हो। भरम छरियो, अफवाह फैलाइयो, जनतालाई गलत सूचना दिइयो र अन्धो बनाइयो। हिजो कहाँ थियो नेपाली समाज, आज कहाँ आयो? सही कुरा, हिजो कस्तो अवस्थामा थियौ, आज कस्तो अवस्थामा छौ। 100 दिनमा यो सब चमत्कार भएको होइन। विश्लेषण यसरी गर्नुहोस्, मिथ्या प्रचारले, भ्रमपूर्ण कुराले जनतालाई उत्साहित बनाउन सकिँदैन। सरकारले 100 दिनको कामलाई, पुरानो साझा बसलाई निलो रङले पोतेर नयाँ भनी प्रस्तुत गर्ला, तर जनतालाई थाहा छ त्यो त्यही साझा बस हो जसलाई अघिल्लै सरकारको पालामा सञ्चालनमा ल्याइएको थियो। यो पनि 100% सही कुरा। रङ परिवर्तन गर्दैमा नयाँ हुन्छ भनी भन्नु केही छैन, तर साझा बस हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहनेछ। रङ परिवर्तन गरेर इतिहास मेटाएर आफ्नो नाम र पहिचान दिन्छु भन्ने गलत सोच नराख। इतिहास मेटाएर मेटिँदैन। दोस्रो मार्ग पनि 100 दिनमा बनेको भन्नु होला। भनिसके, सामाजिक सञ्जालमा प्रचार गर्न सुरु गरिसके, तर एउटा कुरा ख्याल राख, दिन गनेर रङ्गशाला तयार गरेको केपीलाई रङ्गशाला उद्घाटनको दिन कसैले सम्झेन। उनका बारेमा एक शब्द कोही बोलेन। सुरुङ मार्ग उद्घाटन गर्दाको दिन केपीलाई व्यवस्था गर्यो भने नि तिमीलाई सराप लाग्नेछ। हिजो ऋण लिएर जनतालाई भारी बोकाए भन्नेहरू नै आज ऋण लिनु खराब होइन, बाध्यता भन्दै स्पष्टीकरण दिने हुनुहुन्छ। मौकाले माननीय मन्त्रीलाई सुनाउन पाइयो, खुसी लाग्यो। केपीले वैदेशिक ऋण ल्याएर हामीलाई ऋणको भारी बोकायो भनेर देशमा आगो लगाएर केपीलाई लखट्नेहरू आज सरकारमा छन्। आज उनीहरू नै वैदेशिक ऋण जति पाए पनि सकार्ने र हसुर्न तयार छन्। विगतका 2 दशकमा पुराना भनिएका दलहरूकै नेतृत्वले युगीन परिवर्तनका काम गरेका हुन्। निरङ्कुशताबाट लोकतन्त्र, लोड सेडिङको अन्धकारबाट उज्यालो नेपालसम्मको यात्रा रातारात भएको चमत्कार होइन। चमत्कार त देखिसकियो नि। 24 घन्टा लाइन जाँदाखेरि पनि चुइक्क बोल्दैनन्। पहिला 1 मिनट लाइन जाँदाखेरि पनि यिनको निद हराम हुन्थ्यो। आज 24 घन्टा लाइन जाँदाखेरि पनि यिनी चुइक्क बोल्दैनन्, सञ्चले सुतिया छन्। म स्मरण गराउन चाहन्छु, 2047 सालमा 227 मेगावाट विद्युत उत्पादन हुन्थ्यो। 2080 मा आइपुग्दा 3400 मेगावाट विद्युत उत्पादन हुने चरणमा पुग्यो। 18 घण्टाको लोड सेडिङ भोगेको देश आज विद्युत निर्यात गर्ने अवस्थामा पुर्याउने पनि पुराना सरकारहरू नै हुन्। सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण गराउँदै नेपाली जनताका प्रतिनिधि मार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र र ऐतिहासिक संविधान जारी गर्ने काम पनि पुराना दलहरूकै नेतृत्वमा भएको हो। यिनलाई के थाहा हिजोको अवस्था के थियो, कसरी यहाँसम्म आइपुग्यो। यिनी जन्मदाखेरि त देश स्वर्ग भइसकेको थियो। यिनलाई के थाहा हिजोको व्यथा, हिजोको त्यो 10 वर्षे जनयुद्ध, त्यो कहाली लाग्दो दिन। हरेक दिन बम र बारुदहरू पड्किन्थे, मान्छेहरू नमरेको, मान्छेको ज्यान नगएको दिन थिएन। हरेक दिन यतिजना मरे उतिजना मरे भनेर समाचार सुन्नमा आउँथ्यो। बिहान घरबाट निस्केको परिवारको सदस्य साँझ सकुशल घर फर्किँदैन भन्ने पनि ग्यारेन्टी थिएन। अवस्था त्यस्तो थियो। युद्ध कसरी रोकियो, शान्ति सम्झौता कसरी भयो, संविधान कसरी लेखियो। अहिलेको यो नयाँ पुस्ताले हिजोको अवस्था के थियो भनेर जान्न पनि चाहँदैन। अहिलेको पुस्ताले यति जानेको छ, 35 वर्षसम्म तिमीले के गर्यौ, 35 वर्षसम्म तिम्रो बाबाले के गरे, बास यति जवाफ दिन जानेको छ। यति गैर जिम्मेवार छ अहिलेको पुस्ता। 10 वर्ष देश जनयुद्धमा फस्यो। शान्ति सम्झौता, चुनाव र संविधान लेखनको कार्य गर्नको लागि 12 देखि 14 वर्ष लाग्यो। त्यसपछि मात्र देशमा शान्ति कायम भयो, विकासका कामहरू पुनः सुचारू हुन थाले। अब हिसाब गरेर हेर त, 35 वर्षमा बाले के गरेका रहेछन्। बाले विकास गर्नको लागि कति समय पाए र के गरे, अब तिमीले गरेर देखाउ त। 2072 को भूकम्प लगत्तै बेहोर्न परेको
अमानवीय नाकाबन्दीको सामना गर्दै नेपालले चीनसँग ऐतिहासिक परिवहन सम्झौता गर्यो। यसले एकल परनिर्भरता तोड्दै अन्तर्राष्ट्रिय व्यापारका लागि बहुपक्षीय मार्ग खोल्यो। यो पनि पुराना भनिएका दलहरूले नै गरे, हामीले नै गर्यौँ। लिम्पियाधुरा लिपुले कालापानी क्षेत्र समेटिएको चुचे नक्सा राष्ट्रिय सहमतिका साथ जारी गर्ने योगिनी महत्त्वको ऐतिहासिक काम गरेर हाम्रो राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउने पनि अघिल्लो सरकार र संसद नै हो। म गर्वका साथ भन्न चाहन्छु, नक्सा कोर्ने र सार्वजनिक गर्ने हात नै हो। अहिले दुःखको कुरा आफ्नो देशको सीमा मिचिएको चिन्ता छैन, छिमेकीको चिन्ता छ। मालिकले छिमेकीको चिन्ता गर्छन्, सेवकहरू चाहिँ सदर गर्न व्यस्त छन्। म सरकारलाई भन्छु, खुट्टा नकमाउनुहोस्, दह्रो गरी उभिनुहोस्। सक्नुहुन्छ तपाईँहरूले गर्नुहोस्, सक्नुहुन्न हामी आएसी गर्छौँ। यस, द्याट इज राइट। मेलम्ची खानेपानी आयोजना सम्पन्न गरी राजधानीको दशकौँको लामो खानेपानी सङ्कट निवारण गर्ने पनि अघिल्लो सरकार नै हो। काठमाडौँ तराई द्रुत मार्ग फास्ट्याग, पहाडमा बसाइसराई रोक्न 10 वटा नयाँ सिटी सहर, भेरी बबाई डाइभर्सन, सिक्टा सिँचाइ, अन्तर्राष्ट्रिय विमानस्थलको ट्र्याक खोल्ने र शिलान्यास गर्ने काम पनि विगतमै भएको हो। म स्मरण गराउन चाहन्छु, 2047 सालको आँकडाले त्यो बेला 9000 किमी सडक मात्रै रहेको छ। आज 81 को तथ्य हेर्नुभयो भने 1,10,000 किमी सडक पुगेको छ। सबै जिल्ला सडकले जोडिएको छ। पालिका जोड्ने क्रम जारी छ। स्वास्थ्य बिमा, वृद्ध भत्ता, गाउँ गाउँमा बजेट पुर्याउने वित्तीय समनीकरण जस्ता कार्यक्रम मार्फत दूरदराजका गरिब नागरिकलाई राज्य मेरो पनि हो भन्ने अनुभूति दिलाउने पनि पुराना सरकारहरू नै हो। तर घर घरमा पासपोर्ट पुर्याउने चाहिँ अहिलेको सरकार हो है। चुनावको समयमा विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता गराउने योजना थियो। अहिले चाहिँ घर घर पासपोर्ट पुर्याउने गरिएको छ। यो चाहिँ कुन योजना हो बुझ्न सकिएन। म स्मरण गराउन चाहन्छु, 48 देखि 80 सम्म गरिबीमा उल्लेख्य सुधार भएको छ। 52 को आँकडा हेर्नुभयो भने 42% थियो। तपाईँ 80 को डेटा हेर्नुभयो भने 20% झरेको छ। नेपालको प्रति व्यक्ति आम्दानी 57-58 मा $260 थियो, 61-62 मा $329 थियो, 81-82 मा $1456 पुग्ने अनुमान गरिएको थियो। त्यसैले आँकडाले 2048 पछि विकास भएको देखाउँछ। यो त प्रतिनिधिमूलक कुरा मात्रै हो, स्मरणको निम्ति मात्रै उल्लेख गर्यो। यस्ता धेरै के चिजहरूलाई हामीले राख्नुपर्छ। शिक्षाको कुरा गर्नुभयो भने तपाईँ 47 39% छ। तपाईँ 81 मा हेर्नुभयो भने 76% छ। अहिले पनि त्यही देखाउँछ। त्यसैले विकास नभएको होइन, हुन पर्ने जति नभएको भन्नुहोस्। विकास नभएको होइन, नभए जस्तो बनाएर आफ्नो स्वार्थ पूर्ति गरिएको हो। मिडियाको दुरुपयोग गरे, भरम छरे र आफ्नो स्वार्थ पुरा गरे। केही पनि नभएको होइन। हिजो कहाँ थियो नेपाली समाज, आज कहाँ आयो?